सो तपाईहरुले देख्न सक्नुहुन्छ है यो स्क्रिनमा चाहिँ तपाईहरुले के देख्न सक्नुहुन्छ त भन्दा यो मैले चाहिँ programmist.com मा गएको छु हैन त्यसमा चाहिँ this is the online C compiler where you can use to run the C program है प्रोग्राम को नाम चाहिँ के त भन्दाखेरि a program to compute the program to compute the area of circle so simple program छ तपाईको चाहिँ यो सोधिरहेको हुन्छ हैन तिमीहरुले चाहिँ सोधिरहेको हुन्छ यो कुराहरु हैन यो अब भर्खर यो ब्याचलर पढ्ने आईटी को चाहिँ फर्स्ट सेमेस्टरमा मस्टली हैन हुन्छ त्यसमा चाहिँ यो राइट अ प्रोग्राम टु कम्प्युट द एरिया अफ सर्कल भनेर सोधिरहेको हुन्छ हैन यसलाई चाहिँ कहिले सुरुमा के गर्नुपर्छ त भन्दा we need to initialize like we need to keep the header files so the what should we write include so what should we include standard input output stdio.h so यसले चाहिँ के गर्छ त भन्दाखेरि हाम्रो चाहिँ हेडर फाइल हो जसको काम चाहिँ स्ट्यान्डर्ड लाइब्रेरी जस्तो कि इनपुट अपरेसन it can be scanning the input from the user or displaying the output to the user है यो दुईटा काम चाहिँ गर्छ यसले सो सर्कल को एरिया निकाल्नको लागि चाहिँ हामीलाई के छ त फर्मुला भन्दाखेरि एरिया इक्वल्स टु पाई आर स्क्वायर भनिन्छ है सो पाई भनेको चाहिँ एउटा फिक्स कन्स्ट्यान्ट हो सो वी नीड टु डिफाइन द कन्स्ट्यान्ट with this syntax define pi 3.1416 so यसले चाहिँ के गर्छ त तपाईको चाहिँ भन्दाखेरि चाहिँ यो पाई को भ्यालु चाहिँ जहाँ आउँछ नि त्यसको ठाउँमा चाहिँ डिफाइन गर्छ ग्लोबल भेरिएबल टाइपको 3.1416 ले चाहिँ रिप्लेस गर्ने भयो सो हामीले चाहिँ प्रोग्राम चाहिँ जहिले पनि यसमा चाहिँ मेन फंक्सन भित्र राख्नु पर्ने हुन्छ सो int main सो मेन फंक्सन भित्र हामीले चाहिँ प्रोग्राम लेख्नु पर्ने हुन्छ सो कर्ली ब्र्याकेट हो प्यारेन्थेसिस ओपन गर्नु पर्यो त्यसपछि यो प्रोग्रामिस्टले चाहिँ के गर्छ त भन्दा तपाईहरुले देख्न सक्नुहुन्छ कि बोथ प्यारेन्थेसिस आर ओपन अनि यसको चाहिँ फिक्स्ड अर्डरमा चाहिँ वन ट्याब छोडेर चाहिँ आफै दिन्छ के यो चाहिँ अनलाइन कम्पाइलर हो हैन यसले चाहिँ अब सुरुमा हामीलाई चाहिँ के चाहिन्छ भन्दाखेरि भेरिएबल डिक्लेरेसनको कुरा आयो सो यु नीड टु डिक्लेयर द भेरिएबल लाइक सो क्याप्स लक अन हुनु भएन है फ्लोट रेडियस अनि त्यसपछि अर्को भेरिएबल के चाहिन्छ त भन्दा हामीलाई एरिया भन्ने भेरिएबल चाहिन्छ है एउटा चाहिँ रेडियस इनपुट गर्नु पर्यो र आउटपुट चाहिँ हाम्रो चाहिँ के आउँछ त भन्दा एरिया आउँछ सो वी नीड टु पुट द फर्मुला हियर सो युजर सँग चाहिँ हामीले चाहिँ इनपुट लिन पर्यो हैन कुनै पनि एउटा चाहिँ लाइन त राख्नु पर्यो लाइन राख्नको लागि चाहिँ हाम्रो के चाहिन्छ printf भन्ने काम गर्छ printf ले चाहिँ के गर्छ भन्दाखेरि स्ल्याश n गरौँ एक लाइन छोड्नु पर्यो नि त वन लाइन स्पेस छोड्नुलाई चाहिँ स्ल्याश n भनिन्छ है इन्टर द रेडियस अफ सर्कल है यो गर्यो भने के हुन्छ भन्दाखेरि युजरले चाहिँ कन्सोलमा चाहिँ यो प्रिन्ट हुन्छ सुरुमा है इन्टर द रेडियस अफ सर्कल भनेर सो अनि त्यसपछि युजरले इनपुट गर्नु पर्यो भने चाहिँ यसलाई स्क्यान एफ गर्ने त्यसपछि पर्सेन्ट एफ त्यसपछि के गर्नुपर्छ त भन्दा एम्परसेन्ट रेडियस गर्नुपर्छ सो यसले यो लाइनले के काम गर्छ त भन्दाखेरि स्क्यान गर्छ जस्तो कि हामीले चाहिँ युजरले चाहिँ कुनै भ्यालु इन्टर गर्छ जस्तो कि फ्लोटिङ पोइन्ट भ्यालु रेडियस इन्टर गर्छ र यसले चाहिँ एम्परसेन्ट रेडियसले चाहिँ के गर्छ त भन्दा यसले चाहिँ यसको लागि मेमोरी लोकेसन एलोकेट गर्छ त्यो भ्यालुको लागि यतिसम्म तपाईहरुले बुझ्नुभयो होला है नाउ वी विल राइट द फर्मुला एरिया इक्वल्स टु पाई into radius into केस सेन्सिटिभ पनि हुन्छ है
एरिया इक्वल्स टु पाई इन्टु रेडियस भयो है, यो फर्मुला हामीले राख्यौँ। सो अर्को चाहिँ लास्ट लाइन के छ त भन्दाखेरि प्रिन्ट एफ। अब हाम्रो एरिया क्याल्कुलेट भइसक्यो, अब चाहिँ युजरलाई देखाउनु पर्यो हैन। सो प्रिन्ट एफ पछि के छ त हाम्रो फर्मेट स्ल्यास n गर्नुपर्छ है, जहिले पनि स्ल्यास n एउटा लाइन तलपट्टि आउनु पर्यो नि त। स्क्यान गरिसकेपछि त्यसको तलपट्टि चाहिँ के लेख्ने, द एरिया अफ सर्कल इज के हुन्छ होला त, एरिया अफ सर्कल इज के होला त भन्ने यसो गेस गर्नुहोस् त। इज गरेर हाम्रो चाहिँ के हुन्छ त भन्दाखेरि कोमा गरेर हामीले एरिया लेख्न सक्छौँ है। त्यसपछि हाम्रो लास्ट लाइन के लेख्नुपर्छ, रिटर्न 0 है। अब हामीले चाहिँ यतिसम्म बुझ्यौँ है। अब रन गरेर हेरौँ है त। ल हेर्नुहोस् है, अब इन्टर द रेडियस अफ सर्कल भन्यो है। मैले जस्तो कि 2 इन्टर गरेँ भने फर्किन्छ त्यहाँ मिस्टेक के मिस्टेक भन्यो है। ए ल है त इज। अब यसमा चाहिँ हाम्रो पर्सेन्ट एफ छुटेछ है, पर्सेन्ट एफ। यसले के गर्ने भयो त भन्दाखेरि यो चाहिँ यसले देखाइदिन्छ है, इन्टर द रेडियस अफ सर्कल। ल हेर्नुहोस् है, इन्टर पाई आर स्क्वायर क्याल्कुलेट गरेर 12.566 आयो। जस्तो कि यो प्रोग्रामको फ्लो तपाईहरुलाई मैले रिभिजन गरिदिन्छु है त, यो कसरी फ्लो भइरहेछ भन्ने कुरा। जस्तो कि सुरुमा इन्ट भन्ने फंक्सन सुरुमा चाहिँ के छ भन्दा इनपुट स्ट्यान्डर्ड आउटपुट इनपुट आउटपुट हो यो चाहिँ, जसमा चाहिँ प्रिन्ट एफ र स्क्यान एफ ले काम गर्छ हैन। त्यसपछि वी नीड टु डिफाइन द पाई एज अ कन्स्ट्यान्ट। पाई भनेको जहिले पनि कन्स्ट्यान्ट हुन्छ हैन, यो पाई भनेको चाहिँ जहिले पनि कन्स्ट्यान्ट हो। त्यसपछि मेन फंक्सन हाम्रो भेरिएबललाई पहिला सुरु डिक्लेयर गर्नु पर्यो हैन। फ्लोट रेडियस कमा एरियाले चाहिँ के गर्छ त भन्दा भेरिएबल डिक्लेरेसन गर्छ। सो अब युजरबाट त इनपुट लिनु पर्यो नि त एरिया क्याल्कुलेट गर्नको लागि हैन। प्रिन्ट एफ ले के काम गर्छ त भन्दाखेरि प्रिन्ट एफ भित्र लेखेको कुरा चाहिँ हामीले युजरलाई चाहिँ डिस्प्ले गराउनको लागि के कुनै के कुरा चाहियो भने त्यसको चाहिँ भ्यालु इन्टर गर है भनेर भन्यो है, इन्टर द रेडियस अफ सर्कल भन्यो। त्यसपछि स्क्यान एफ ले के गर्छ त भन्दाखेरि त्यो एक्चुअल भ्यालु चाहिँ युजरले इन्टर गर्छ हैन, इन्ट्रीको लागि स्क्यान एफ चाहिन्छ। सो हामीले चाहिँ पर्सेन्ट एफ गर्यौं हैन। एफ भनेको चाहिँ फ्लोटिङ पोइन्ट भ्यालु, जस्तो डेसिमल भ्यालु पनि युजरले इन्टर गर्न पायो। अनि त्यसपछि चाहिँ के छ त हाम्रो 9 नम्बरमा चाहिँ एरियाको चाहिँ फर्मुला त्यसमा लगेर राख्यौं र प्रिन्ट एफ ले चाहिँ फाइनली द एरिया अफ सर्कल इज पर्सेन्ट एफ भनेको एक्चुअल भ्यालु डिस्प्ले गर्ने भयो। अनि कसको चाहिँ एरियाको भनेर यसरी आयो। रिटर्न 0 will be the last line to compute the function। सो यसरी चाहिँ हाम्रो आउटपुट आएको छ है। So how do you like my video? If you like my video, please do share with your friends। अनि तपाईहरुलाई यस्तै इन्फर्मेटिभ एनदर अर्को प्रोग्रामको पनि मैले चाहिँ एउटा चाहिँ अब एरिया र सर्कमफेरेन्स को लागि चाहिँ अर्को नेक्स्ट भिडियो मैले ल्याउँदै छु। त्यसको लागि चाहिँ प्लिज डु सब्स्क्राइब टु माई YouTube channel and take care guys, all the best, thank you।